17 घण्टाको काम सकियो रमाइलो। अब आज अहिले 9:30 बजेदेखि छुट्टी हो। भोलि पनि छुट्टी मेरो। काममा आउने बेलामा जस्तो कि अल्छी लागे पनि अनि काममा पनि गाह्रो भयो पनि है, तर फेरि छुट्टी हुने बेलामा त साह्रै रमाइलो लाग्छ नि त फेरि। कस्तो राम्रो छ है, कति देखाएको भन्नुहुन्छ होला है। यो एरिया चाहिँ यति मात्रै छुट्टै छ कि कस्तो राम्रो डिजाइन। अनि म चाहिँ लागेको घरतिर अब बस चढेर। हेर्नु न कस्तो राम्रो धान पनि रोप्ने बेला भइसकेछ है। यहाँ त छिटो बर्खा लागेको। भोलिसम्म टाइफो आउने भन्दै थियो है, तर पानी चाहिँ आइरह, हावाहुरी चाहिँ आएन। छाता पनि ठुलो छाता ल्याउने बिर्सेछ क्या अन्त हिजो। सानो छाता पानीले चाहिँ भिज्यो, तर हावाहुरी आएन, त्यही आनन्द। अब पछि नेपाल फर्केर गएपछि सबभन्दा मिस हुने भनेको यही टोइलेट हो। जापानको चाहिँ फ्रेस हुने अनि खाना खाएर सुत्नु पऱ्यो। आँखा दुखेछ। यो चाहिँ हो मेरो खाना। मेरो बुढाले पकाएर राखिदिनु भएको। अब यो खाने अनि सुत्ने। एकताल खाएपछि मेरो खाना त्यस्तो थाकेर अब चाहिँ सुत्नु पऱ्यो। म चाहिँ 4:30 बजेतिर उठेँ अनि त्यसपछि अब चाहिँ मैले हिजो बेलुका किनेको थियो नि बुदो हो त्यो खाने। त्यो बुदो चाहिँ है मिठो चाहिँ मिठो, तर भित्र चाहिँ दाना हुन्छ कि खानै जाऊ। अनि यो चाहिँ हो हाम्रो बेलुकाको खाना, अन्डा फ्राई। कस्तो मिठो भएको थियो, बुढाले पकाउनु भएको। ल आजको लागि यति नै, बाई बाई।